हिजोआज कपाल पनि सेतै भयो, जुङ्गा पनि सेतै भयो, दारी त झन् लोखर्केको जस्तो चासो आयो। अनि यो उमेर भन्ने कुरो बडो डरलाग्दो हुँदो रहेछ। त्यो भएर जे कुरा गर्नुपर्छ वैसँगै गर्नु होला। हिजो अस्ति जस्तो लाग्छ, आजभन्दा झन्डै 28 वर्ष अगाडि यो बाटो हिँड्या रहेछ, यही गोकर्णमा बसेर पिकनिक खेलेकै हो, सुन्दरी जलमा गएर पानी खेलेकै हो, पिएकै हो। यो माथि तारेभिरमा शिवपुरीमा निकुञ्जमा गएर घुमेकै हो। अहिले त यसो हिँड्छु भने घोडा दुख्छ। यो उमेर बडो डरलाग्दो कुरो हुँदो रहेछ। यो गोकर्णेश्वरको बाटो भएर गएको यति धेरै चिजहरू परिवर्तन भइसक्यो। त्यस्तै यो उमेर चाहिँ सधैँ जाँदो रहेछ। त्यो भएर यो उमेरलाई साँचेर नराखौँ। के गर्ने, तन बुढो भएर मन बुढो हुँदैन रहेछ। 50 वर्ष भएपछि अनि हामीले गीत गाउँ भन्ने लाग्यो। अनि तपाईँहरू सबैलाई नयाँ वर्षको शुभकामना दिँदै तपाईँहरूको जीवनमा फलोस् फुलोस्, सबैको शुभ होस्, सबैलाई जाति होस् भनेर एउटा गीत गाउँछौँ। 50 वर्षमा जुग कहाँ पुग्यो नि भन्ने यो हाम्रो नयाँ गीत हो। र संसार चले पनि असल मान्छे